त्यो पाखुराको टाटु चाहिँ मेट्नु भएको प्रेम सम्बन्ध टुटेर हो हजुर। तर यो घडी चाहिँ जतिसुकै गर्दाखेरि पनि मेट्ने मने मानेन हजुर, उसको सम्झनामा भनेर राखी छोडेको हजुर। तपाईँहरू के भएर छुट्नु भएको एकचोटि भनिदिनुहोस् न। एकचोटि के भयो भनेदेखि हजुर, म चाहिँ अब भूतदेखि एकदमै डराउने, मेरो प्रेमिकाले चाहिँ भूत हेर्नु मन पराउने। अनि म चाहिँ एकचोटि बजारबाट फर्किनु हुँदै थियो, फर्किँदा अँध्यारो हुनुभयो। कति बज्नुभयो थाहा पनि छैन, घडी पनि यस्तो छ। अनि त्यस पछाडि त त्यहाँ तलतिर एउटा ठुलो सिमलको रुख हुनुहुन्छ, त्यहाँनिर चाहिँ भूत निस्किन्छ भनेर हल्ला थियो। अनि मैले त अब अगाडि नै यत्रो ढुङ्गा बोक्नु भएको थियो, अब भूत निस्क्यो भने हान्छु भनेर बोक्नु भएको थियो। भन्दा नभन्दै सिमलको रुख मुनि त भूत पो लडिरहेको रहेछ सेतो। राम राम राम। त्यस पछाडि मैले त ढुङ्गाले ड्याममा त्यसको ढाडमा हानेर त्यसपछि दुगुरी चप्पल पनि कता हराउनु भयो। दाहिने चाहिँ भेटेर लाउनु भएको छ, देब्रे अहिलेसम्म भेटेको छैन हजुर। त्यस पछाडि त घरमा आएर त प्रेमिकाले जाऊ त तिमीलाई भूत हेर्नु मनपर्छ, त्यहाँ भूत लडाको चाहिँ हेरेर आऊ त भनेर पठाएपछि त भूत त हेरेर आयो पछाडि त मलाई त पुरै भूत लाउँछ गाँठै। अनि किन यसो गरेको भनेको त त्यो त भूत होइन मेरो बाउ हो, मैले पर्खेर बसेको थिएँ, तैँले किन ढुङ्गाले हानिस् पो भन्छ मलाई। भूत होइन मान्छे पो। त्यस पछाडि त अब उसको बाउ रहेछ, अब के अरे रक्सी खाएर सुतेको रहेछ, लुगा पनि नयाँ नयाँ लगाएको थियो, सेतो थियो। अब मैले के जान्नु त्यो त नि, अब त्यहाँदेखि पोलचाल छैन।